साथीहरू तपाईँहरूले यहाँदेखि सक्नुहुन्छ। अस्ति मलाई पहाडदेखि यहाँदेखि पठाउनु भएको खोर्सानी यति मात्रै होइन, तल हरान्छ। अनि यस्तो मजाले फलाएको छ हेर्नु न, फेरि पानी परेर कस्तो मजाले देखेको खोर्सानी। अनि साग भयो, यो सिबी भयो, त्यता काँक्रा भइहाल्यो। अनि मैले चाहिँ बिहानै उठेर चारो काटेर पकाएँ। यो चाहिँ चारो पकाउने हो। अनि यो के लाउनु भएछ बोजूले फेरि मकै के लाउनु भएछ। हामीले हिजो ल्याएको चारो, अनि यो अलिकति यो छ नि, यो अलिअलि त्यो मकैको भुसहरू लाउनु भएको। अनि चारो पनि पाकेर मजाले भयो। अघिसम्म डराइरहेको बिरालो अहिले चाहिँ मजाले सुतिरहेको।